अब त मलाई घर जान्थ्यो चाहिँ नि दिन्थ्यो अब 2वटा आँखा पाइसक्यो अनि अहिलेसम्म घर जान नदिएर यो जाऊ त लौ अब त घर जानिदिन्छु नि मजासँग बस है भोलि आउँछु हाय रुने हो कि नै अब नरिया है ज्ञान हो नि तिमी त अनि फेरि बाई गएँ है म हस् बाई हेलो म चाहिँ अहिले जान लाग्यो क्या बहिनीले अगाडिबाट जान नै दिएको थिएन अनि त्यही भएर अब तर जानु पर्यो घर त्यही भएर रुमतिर आएँ अनि अगाडिभरि जानै दिएको थिएन कि दिनमै जान लाग्थ्यो बहिनीले मानेन त्यही भएर अहिले भर्खरै आएँ बहुत माया गर्छ के मलाई बहिनीले अगाडिभरि खाना खाएर जा भनेर रोएँ धेरै अहिले चाहिँ लास्टमा अनि लास्टमा चाहिँ के अरे चक्लेट किन्दैछु आँखा किन्दैछु भनेर रोएँ फेरि आँखा पाइन्छ एउटै पसलमा पाइन्छ क्या फेरि गैरी खाली फेरि त्यही पसल गएर त्यो आँखा ल्याएर आएर फेरि दिएर अनि बल्ल बहिनीले घर जा भने अनि आएँ अगाडि आएर नि यति टाढा पुगेको थिएँ रोएर फेरि फोन हान्छ त्यो आन्टीले मान्दिने आउनु भयो यहाँ लास्टै रुन्जे भन्छ अनि रोइरहेको थियो अनि फेरि गएँ एक्लै फेरि त्यहाँ गएर फेरि आएँ फेरि रात परिको चिसो हावा पनि लाग्छ के गर्ने गाह्रो छ अँध्यारो पनि छ नि त बाटो अनि हामी चाहिँ हिँडिरहेछौँ मेरो आन्टीहरू चाहिँ मेरो मम्मी जस्तै हुनुहुन्छ क्या मलाई बहुत माया गर्छन् त मेरो मम्मीले पनि लास्टै दुःख पाउनु भयो क्या अनि अब विदेश जानु भयो नि त त्यही भएर अनि म चाहिँ मम्मीलाई बहुत माया गर्छु मम्मीलाई केही दिन नसके नि तर हुन्छ नि मम्मीको इज्जत फाल्ने फ्यामिलीको त्यस्तो चाहिँ म छैन म कोही केटासँग बोल्दा नि बोल्दिनँ मलाई मन पनि पर्दैन कोहीसँग क्लोजमा हुन नै सक्दिनँ कि कोही केटासँग खोइ सायद म होइन मलाई किन हो थाहा छैन तर म कोही केटासँग क्लोज हुनै सक्दिनँ कि पछि पनि हुन सक्दिनँ होला तर खोइ म त्यसको मेरो लभ लाइन नै फेल छ जस्तो लाग्छ कि मलाई जहाँसम्म त्यही भएर खासै म कोहीसँग बोल्दिनँ मन पनि पर्दैन भन्नुपर्छ अनि त्यही भएर अनि दिनमा भ्लग गराएपछि चाहिँ धेरै मान्छेले देख्छ नि त अब भाइरल भएको धेरै मान्छेहरूको अगाडि बनाउँदा नि केही फरक पर्दैन त भाइरल नि छैन नि त अब सब्सक्राइब कति छ भन्यो भने 100 करस छ भन्न नि लाज हुन्छ नि त त्यही भएर